दाजुहरू भेटे खुसी लाग्यो श्रीलङ्का जाँदै गरेको है। अहिले चाहिँ हामी कता चन्द्रगढी भद्रपुर भद्रपुर भनौँ न। अनि यहाँबाट इन्डिया हुँदै म चाहिँ श्रीलङ्का साइकलमा जाँदैछु। हाम्रो ब्रिक क्रेजी भाइलाई सब्सक्राइब लाइक गरिदिनु होला, धन्यवाद है। एक झलकमै चिन्नुभयो। मैले त ऊबाट तिम्रो यहाँ ब्रिक क्रेजी लेखेको थिएँ कि होइन, अनि त्यो फेरि के भइदियो भने त्यो अस्ति भिडियोमा बेग्लै देख्छ क्या। हजुर मैले त ठ्याक्कै देख्ने बित्तिकै चिने क्या। भिडियोमा फाल्टो देख्छ, रियलमा फाल्टो, मान्छेले चिन्दैन। अस्ति म काठमाडौँ गएको थिएँ, अस्ति भन्दा निकै पहिला मेरै अगाडि मेरो भिडियो हेरिराख्नु भएको थियो होइन, तर मलाई चिन्नु भएन क्या। मतलब अब अलिकति फाल्टो देख्छ भनौँ न। अब फेरि टुरमा गएपछि त यो अनुहारहरू डटेर सबै कालो भइदिइहाल्छ। हजुर निस्केको हिजो निस्केको। म त दुबई बसेर तिम्रो भिडियो हेरिरहेको थिएँ क्या। धन्यवाद। विदेशमा यहाँबाट इन्डियाबाट 27 कति किलोमिटर जानु पर्यो तामिलनाडु। त्यहाँ चाहिँ जहाजमा चढेर सरर इन्डिया श्रीलङ्का अर्को देश। अस्ति बङ्गलादेश त यहीँ बोर्डर थियो, साइकलमा गइहालेँ। योपालि पनि अब नेपालबाट जाउँ न साइकलमा भनेर चाहिँ अब श्रीलङ्का जाँदै गरेको होइन। ल धन्यवाद भाइ। अब तिम्रो नि इलाममा भाइसँग भेट